सबैजना यता आइदिनुहोस्। दिनेशजी छोडिदिनु त्यो सबैजना गोलो भएर बस्यो। सबैजना गोलो भएर बस्यो एकचोटि ल। सबैलाई धन्यवाद छ। हाम्रो भेषराजी कता जानुभयो? भेषराजी कता जानुभयो? पछाडि यता आउने ल। सबैजनालाई हार्दिक धन्यवाद छ। हाम्रो सभावाद कार्यक्रम पहिला सुरु गर्थ्यो, त्यसमा थुप्रै कामहरू हटिएर गयो। धेरै हप्ता भएको थियो छुटेको। आज धेरै हप्ता पछाडि हामी त्यसै नै सरसफाइ गऱ्यौँ। मङ्गलबारदेखि कल्याणतिर गरौँ भनेको त्यो रत्नचोकतिर आयो। उतातिर खबर बाटो पहिल्यै सफा गरिसकेको त्यसको लाग्यो र हामीले केही सफा गऱ्यौँ। आज केही बोरा झन्डै 1-2 जति त फोहोर थियो जस्तो लाग्यो। झन्डै हामीले फोहोर सङ्कलन गऱ्यौँ। सबैजनालाई नमस्कार धन्यवाद दिन चाहन्छु। हामीले गर्न खोजेको कुरा भनेको चाहिँ एउटा सन्देश दिन खोजेको हो। हामी आफैले यो फोहोर मैला सङ्कलन गरेर कुदी हिँडेर मात्रै पनि सफा हुने होइन, तर सबैजनाले प्रत्येक व्यक्तिबाट हामीले चाहिँ सरसफाइको लागि ध्यान दियौँ भने परिवर्तन आउँछ भन्ने। प्रत्येक बिहिबार हाम्रो भानुचोकको सरसफाइ कार्यक्रम हुन्छ बेलुकी। भ्याउने जतिले त्यहाँ आउँदाखेरि त्यो भानुचोकमा हाम्रो मेन एरिया प्रत्येक हप्ता थुप्रै हप्ता भइसक्यो। त्यो 2 हिसाबले पुगिसक्यो। हाम्रो एमसी बाङ्गलजीले लिड गरिराख्नु भएको छ र हामी त्यहाँ पनि आबद्ध हुन सक्छौँ समय भयो भने। हामी शिक्षकको रूपमा काम गर्छौँ। शिक्षक भनेको विद्यालयमा जागिर खानु होइन, पढाउँदै। हामीले जे राम्रो काम गर्छौँ त्यही मान्छे शिक्षक हो होइन। र आजको यो सिकाउने काम जस्तो पनि लाग्छ मलाई चाहिँ। झाडुहरू लिएर आउनुभएको दिदीबहिनीहरूले सिकाउनु भयो होइन। धन्यवाद दिन चाहन्छु। हाम्रो भेषराजले हाम्रो सर उहाँ वातावरण महाशाखाको प्रमुख हुनुहुन्छ। अहिले समस्या के देखियो धरानमा अहिले आउँदाखेरि भन्दाखेरि जताततै कुकुर आएको देखियो है। र सबैजनालाई अब यहाँ मिडिया धरानवासी मात्रै नभएर नेपालैभरि जो जतिले हामीले कुकुर बिरालो पाल्छौँ, बिरालोलाई त हगाइराख्नु परेन है। त्यो काँडा छ। फेरि बिरालो चाहिँ अलिक त्यो दिशा गरेर त्यो आफैले पुल्छ पनि अरे भन्ने त्यसको चाहिँ दिशा देखिँदैन। कुकुरको चाहिँ दिशा बाटोभरि अहिले देखिएको अवस्था छ। अब प्लास्टिक सिसा र कपडाको फोहोर चाहिँ हामीले धेरै थोरै भइसक्यो अहिले। पहिला चाहिँ बाटैभरि हुन्थ्यो, अहिले त्यस्तो छैन। फाइनहरू लगाइयो। अब यो कुकुर पाल्नेहरूलाई पनि हामी फाइन लगाउँछौँ होइन। कुकुर पाल्दै फाइन लाग्ने त होइन, तर कुकुर पालेको पालेको छ र बाहिर निकालेर बाटोमा हगाएको हामी भेट्छौँ देख्छौँ भने यस्तो मान्छेलाई हामीले चाहिँ अब जरिवाना लगाउनु पर्ने दिन आयो। र म सबैजना तपाईँको चाहिँ घरपालुवा कुकुर पाल्ने मान्छेहरूलाई भन्न चाहन्छु तपाईँहरूले कुकुर बाहिर निकालेर चाहिँ अब हगाएपछि त्यसलाई चाहिँ सोहोरेर आफैले व्यवस्थापन गर्नुपर्छ। एउटा प्लास्टिक बोक्यो होइन। कुकुरलाई पनि यसो हिँड्न मनपर्छ, बाँधेर राखिराखेर त हुँदैन। त्यसले गर्दाखेरि एउटा प्लास्टिक बोकेर जाने, जहाँ दिशा गर्छ उठाउने होइन। तपाईँले बारीतिर गर्नुहुन्छ या टोइलेट बाथरुममा कहाँनिर तपाईँले व्यवस्थापन गर्नुहुन्छ त्यो खालको गर्नु होला। र त्यो गर्नुभयो भने हाम्रो धरान सफा रहन्छ। अहिले मैले यसो हेर्दाखेरि धेरै जस्तो ठाउँमा कुकुरको तपाईँको दिशा देखियो है। त्यस्तो देखियो त्यस्तो नहोस् भन्न चाहन्छु। घरैपछि हामीले कुकुर पालेर जस्तो लाग्छ। र सबैजनालाई नगरवासीले यदि हामीले गरिदिनु भयो भने धरान सफा रहन्छ। धरान सफा रहनु भनेको हामी स्वस्थ रहनु पनि हो, हाम्रो इज्जत प्रतिष्ठा बढ्नु पनि हो।
बाहिरबाट आएर मान्छेले हेर्दाखेरि बाटोभरि कुकुरको देख्यो भने त्यो राम्रो देखिँदैन होइन। त्यसले भएको कारणले अब खुला दिशामुक्त सहर पालिका देश हामीले घोषणा त गऱ्यौँ, तर फेरि कुकुर बाटैभरि हगाइयो भने हामी बाटोमा दिशा गर्नु र कुकुर दिशा गर्नु एउटै त भएको होइन। मान्छेले मात्रै दिशा नगरेर के भयो त, कुकुर बाहिरैभरि हगाएपछि त दिशामुक्त देश त भएन। त्यसो भएको कारणले त्यतातिर हामीले ध्यान दियौँ र सबै नगरवासीलाई म भन्न चाहन्छु हामीले पनि सुधार गर्ने होइन। हामीले पालेको होला त्यो खालको हाम्रो बानी होला, त्यसो नगरौँ होइन। अब यहाँ छ हाम्रो घर अनि यहाँ चाहिँ त्यो डुलाउँदै लाने अनि पर अर्काको घर अगाडि दिशा गराइराखेर आउने अनि अब चाहिँ चोखो सफा आधुनिक सभ्य नैतिक भइँदैन होइन। अर्काको घर अगाडि चाहिँ दिशा गराउनु त्यो राम्रो हुन्छ। भएको कारणले त्यतातिर ध्यान दिउँ। आजको चाहिँ विशेष मैले समस्या देखेको त्यो थिएँ र अब त सबैजनालाई धन्यवाद दिन चाहन्छु। तपाईँको हात धुन चाहनुहुन्छ भने पछाडि होइन तपाईँको धारा छ त्यहाँ हात धोएर जानु होला है त। र पानी छ, पानी खानु मन लाग्छ भने त्यहाँ पानी पनि छ पछाडि त्यो काट्ने एउटा लिएर आउनु त त्यहाँ राखिदिनुहोस् होइन, पानी खाएर जानुहोस् है त। सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। अब तपाईँहरू यता आउनुहोस् उता फर्किनुहोस् ल। एउटा फोटो सबैजना यता आउनुहोस् न उता फर्किनुहोस्।